यो चाहिँ नि अहिले हाम्रो फेसबुक लाइभमा मेरो नेट तानेन यहाँनिर, त्यही भएर मैले भिडियो रेकर्डिङ गरिरहेको छु। यो म एकछिनमा अपलोड गर्नेछु साथीहरूलाई, जति पनि मेरा मित्रहरू हुनुहुन्छ सबलाई म चाहिँ नि 5 वर्ष 4 वर्ष अगाडि यो माथिको पुलबाट माथि गएर हामी पिकनिक गरेको थियौँ। पुलभन्दा माथिबाट यतापट्टिबाट यहाँबाट देख्न सक्नुहुन्छ यो माइखोलाको पुल हो। यहाँबाट ऊ त्यो परको बाटोबाट माथि गएर पिकनिक गरेको थियौँ हाम्रो कालीमाईको पासाहरू लिएर मेरो आइसमा। अहिले म यहाँ आइपुगेको छु फेरि। मेन कुरो यो पुल हो, हामीलाई मेन यो पुल बगेको रहेनछ। थ्याङ्क गड वी आर नाउ सेफ। क्रस भयो, अब हामीले टेन्सन छैन। क्रस गर्नु अब यही खोला हो मेन टेन्सन। माथिको तपाईँले हेर्नुहोस् फर्केर, त्यो हेर्नुहोस् मेन त्यो बिग्रियो हो। त्यो क्रस गर्ने बित्तिकै हामी सेफ भयो। अब नाउ वी आर सेफ, नाउ वी आर सेफ। एनी टाइम वी क्यान ट्राई। यो माइखोलाको पुल, नाउ वी आर सेफ। मेनी बाइक्स एन्ड कमिटी हेर्न आएको छ। हामीहरू माइखोलाको पुल क्रस गऱ्यो पक्राइदा। पुल क्रस गरेर हामी चाहिँ अब यता कन्यामतिर आइपुगेको छ। श्रीहन्तु बसिन्छ आज। उकालोमा आइरहेको गाडीहरूलाई पेलेर आउँछ। उतापट्टि त साइड टाढो। अब हामी माइखोलाको किनारबाट माथि छैन। अब मैले मेरो चाहिँ यो भिडियो आज यहीँ अफ गरेँ।